ए दाइ नमस्कार। नमस्कार बाबु। ल के छ त अहिले चुनाव पनि आयो, के छ नयाँ? अब नयाँ चुनाव त बाबु अब हेर्ने हो भनेपछि अहिले तपाईँको नेपाली काङ्ग्रेस र अब नेपाली काङ्ग्रेस त्यहाँबाट लगायत एमालेका जनता नेताहरूले माथि जेएनजी पुस्ता युवा पुस्ता राजधानीका बुझेको जनताले उनीहरूले लखटी मागेका छन्, लखटेका छन्। यहाँका जनताले फेरि कुरो नबुझ्ने तिनले भोटाइले पठाए पनि यहाँका जनता भेरा हुन्। त्यही हो हेर्नु। त्यो हुनाले स्पष्ट रूपबाट तपाईँको अब यो छेपराल डाँडा समाज नसमाउने सिधै तपाईँको अब घन्टीमा अरू नयाँ दललाई अलि सक्षम अलि दिमागवाला व्यक्ति जो छ त्यसैले भोट हाल्नुपर्छ। अब यो मेरो पार्टी भनेको छ, काङ्ग्रेसले भोट हालेको छ, एमाले भोट हाल्छ, यिनीहरूमा जनताले लखटाएको छ त भने काठमाडौँबाट घाँटी यिनले उनी किनभने राजधानी भने राजधानी हो। किन उहाँ पढा लेखेका विद्वान व्यक्तिले एमाले र काङ्ग्रेसका त्यहाँ ठुला नेताहरूले भनाउँदा त उहाँ त लखट्या छन् भने यहाँका जनताले भोलि फेरि तिनले फेरि भोट हाल्ने पठाउँछन् त यहाँ कस्तो भेरा जनता हुनु घाँटे। अब सुध्रिन्छन् अब होइन के छ, अब सुध्रिनु पर्यो, हामी सबै सुध्रिनु पर्ने हुन्छ। सबै सुध्रिनु पर्छ। यसपालि सबले नयाँ पार्टीले चाहिँ चान्स दिनुपर्छ। अब नयाँ पार्टी पनि कस्तो भने अब नयाँ भन्दैमा अब अलि इमान्दार अलि वफादारी अलि सक्षम व्यक्ति हेर्नु पर्यो कि हामीले। त्यो यहाँबाट जनताले यो पार्टी हाल भन्ने भोट दिने हम्माइत जाने बित्तिकै चिल्लागारी रोड्ने त्यहाँ भ्रष्टाचार गर्ने जनताको आँखामा छारा हालेर त्यस्तो पनि हुनसक्छ यार। अब यसपालि तपाईँ केमा भोट हाल्नुहुन्छ? अब त्यो हेरौँ अब राजनीतिको माहौल कस्तो खालको बन्छ, कस्तो खालको व्यक्ति उठ्ने हो त्यो हेर्नुपर्छ बाबु। अब नै अब यस्तो ठिक छ, त्यो व्यक्ति भयो। अब तपाईँले कुन पार्टीले चाहिँ दिँदाखेरि बेस्ट होला जस्तो लाग्छ? अब म त सकेसम्म त सबै पुराना दलहरू सबै चाहिँ तपाईँको भ्रष्टाचारमा मुछ्याएको देखेर अब नयाँ दल जो हुन्छ नयाँ दललाई नै दिने मन गरेको छु है मैले। अब जेएनजी पुस्ताले नयाँ दललाई नै लजाएको छ अहिले। तपाईँले भने मतलब अब घन्टीले हाल्ने घन्टीले अब तपाईँहरूले तपाईँ हामी परामर्श गरौँ होइन, छलफल गरौँला। अब केमा हाल्दा सहज हुन्छ, केमा राम्रो हुन्छ। यसपालि त जे भयो नि भइहाल्यो, घन्टीले हाल्नु पर्छ भनेपछि घन्टीले हालौँला। अब राम्रो व्यक्ति उठ्यो भने घन्टीको पनि कुनै भर्सारी हुन्छ नि। नै त्यही त त्यो व्यक्तिले नहालौँला, तर हामीले चाहिँ समानुपातिकमा त हाल्न सकिन्छ नि त। एकदमै हुन्छ के भए हुनाले अब यिनी जुन छ नि नेपाली काङ्ग्रेस यिनी एमाले यिनी भरौडाहरू यिनी जुन छ नि फोरी खेल खेल्नेवालाहरूलाई यिनलाई भोट हालिकन यिनी जनताले जित्यो भने यिनी जनता सिधै भेरा आउने, मेरो लागि भेरा आउने नि। ल है गार्नु मान्नु मैले भने अब के भन्ने। ठिक छ।